ल स्पेसल चाहिँ यो भिडियो होइन, दसैँ आएर पनि यो घरभन्दा बाहिर रहनेको लागि होइन। दसैँ आयो, दसैँ त आयो, दसैँ प्रत्येक साल आएको पनि हो। तपाईँको लागि 1 वर्ष दसैँ चाहिँ ल मिस भयो, घर बाहिर मनाउनु पर्यो, त्यसको लागि चिन्ता नलिनुहोस्। किनभने कुनै कुनै कुराहरू कस्तो हुन्छ भने यो प्रत्येकचोटि आफूसँगै भइराख्यो भने त्यो कुराको भ्यालु चाहिँ लो हुन्छ क्या। त्यही भएर कहिलेकाहीँ त्यो कुरालाई टाढा बनाउनुपर्छ। र अब मानौँ तपाईँ चाहिँ खोलामा पौडी खेलिरहेको बेलामा तपाईँलाई चाहिँ त्यो एउटा प्यासको अनुभव हुँदैन क्या। तपाईँ चाहिँ यति अग्लो डाँडामा चढेको बेलामा मात्रै पानीको प्यासको महत्त्व हुने हो नि त। किनभने तपाईँसँग पानी चाहिँ त्यति बेला टाढा थियो नि त। त्यही भएर कहिलेकाहीँ चाडबाडलाई पनि हल्का टाढा राख्नुपर्छ र नेक्स्ट इयर मनाउँदाखेरि त्यो खुसी चाहिँ बुम भएर आउँछ क्या। त्यही भएर दसैँमा तिहारमा बाहिर हुने मान्छेले टेन्सन नगर्नुहोस्। यो साल मैले चाहिँ त्यसलाई एउटा लेभलमा राखिरहेको छु। अर्को साल चाहिँ म एकदम बुम तरिकाले मनाउँछु भनेर बस्नुपर्छ है। सबैजना आफ्नो ठाउँमा रमाइलो गर्नुपर्छ। त्यही भएर नो टेन्सन। दसैँ तिहारमा घर जान पाइएन या भएन भनेर टेन्सन गर्नु पर्दैन है त। यो चाहिँ मेरो यो पर्सनल सजेसन है।